यो चाहिँ मेरो गार्डन हो। एकछिन यहाँ फुल छ, उता मकै लगाएको छ, फेरि यता मेरो फ्रुट्सहरू छ। अन्त यो चाहिँ यसमा चाहिँ भन्यो भने यसमै रुख चाहिँ एउटा छ, फल चाहिँ तिनवटा छ यसमा चाहिँ। फेरि उताकोमा चाहिँ दुईवटा मात्रै छ फल, यसमा चाहिँ तिनवटा फल। कस्तो भने यो फल अलग हो, ऊ माथिको फल अलग हो, अन्त यताको फल फेरि यो अलग हो। यो देख्दैन उताबाट, अलि यता हुन्छ जुम यहाँ हेर्नु, यो फल अलग हो। फेरि यो रुख नै अलग हो, यो रुख अलग हो, यो रुख अलग हो, माथिको रुख अलग हो। तल फेद चाहिँ एउटा हो, तर फेद एउटा हो, फल तिनवटा छ। यो फल अलग हो, यो फल अलग हो, ऊ यताको फल अलग हो। रुख एउटामा फल अलग अलग तिनवटा बनाउन सक्दछ। फेद चाहिँ एउटै, फेद चाहिँ एउटा, फल चाहिँ तिनवटा छ। एकछिनमा म देखाउँछु। ऊ होडो छ नि, फेद एउटै छ उताको हो। चाहिँ फेद एउटा, फल दुईवटा। यो चाहिँ यसमा तिनवटाहरू छ नि आइटम। तिनवटा छ, यो चाहिँ फेरि फल अलग हो नि। यहाँ हेर्नु, यो चाहिँ फल अलग हो। एउटा यो भयो, एउटा यो माथिको, एउटा यो यसको ngोमा चाहिँ यो माथिको कुन हो? यो माथिको चाहिँ यस्तो ग्राफ्टिङ गरेको हो पनि। एउटा एउटा यो, एउटा चाहिँ यही हो। यसको चाहिँ ngोमा चाहिँ यस्तो फल चाहिँ, यो चाहिँ मिठो हुँदैन। यो चाहिँ हो, यसको यो रुखको फल चाहिँ यो एकदम अरिजिनल फल चाहिँ यो। उयो माथिहरूको चाहिँ सबै ग्राफ्टिङ गरेको, यो पनि ग्राफ्टिङ गरेको। त्यो फर्स्टको, यो सेकेन्डको ग्राफ्टिङ हो। यहाँ जोइन गरेको, यता राम्रो देखाउनु नि, यहीँ जोइन गरेर लिएर गएको। यहाँ जोइन गरेर फल फल्दैछ अब। अन्त ग्राफ्टिङ गरेपछि फल कस्तो राम्रो फल्दैछ उता हेर्नु, एकदम पर्फेक्ट। पर्फेक्ट छ। यो कुन ठाउँको हो? यो जागरलागाङ भन्छ, बुमथाङ जागरलागाङ। बुमथाङ जागरलागाङमा भएको जग्गामा हो यो चाहिँ। यो पनि फल्दैछ त? यो चाहिँ फुल हो, फुल गार्डन फल्ने होइन, यो चाहिँ गार्डन हो। मेरो फुलहरू हो। यता सब्जीबारी छ, यता मकैहरू छ, यता साग पनि छ, यता काँक्रा छ। काँक्रा के हो थाहा छैन? काँक्रा हो, आफूलाई खानु नि हुन्छ, भगवान्लाई चढाउनु नि हुन्छ। अब फल्दैछ अहिले, काँक्राहरू फल्दैछ। उता देख्यो, उता भर्खर फल्दैछ अहिले। हो, त्यत्रो हुँदैछ। अब कमसेकम यहाँ 15-22 दिनमा हुन्छ, खानु हुन्छ, ठुलो हुन्छ त्यहाँदेखि। यस्तो छैन नेचुरली। बुम्दा यताको चाहिँ बुमदाङको जागरजोङ, त्यहीको देखाउनु नि जोङ। यता माथिको चाहिँ जागरजोङ।